गाइस वेलकम बैक माई मिनी ब्लग। आज चाहिँ हामी आएको छौँ यहाँ खेतमा बिटा लाउन। यो खेत यो आँखाले देखे जति सबै हाम्रै खेत हो, तर के गर्नु भन्न मन थियो, तर यो बिटा बाने जति मात्रै हाम्रो खेत हो। हिजो हामी बिटा बानेर हिजो गयौँ। आज चाहिँ हामी यहाँ धान झार्न आएको छौँ। अनि यहाँ हुनुहुन्छ हाम्रो भाइ, यहाँ गेम खेलिरहनु भएको, काम गर्न आउनु भएको मान्छे। तर हाम्रो मम्मी यहाँ काम गर्नको लागि तिरपाल ओछ्याउँदै हुनुहुन्छ। फाइनली हामी चाहिँ अब निन बोकेर भ्याउन लागिसक्यौँ। हेर्न सक्नुहुन्छ हामी अब यो भारी बोक्छौँ। यहाँ काम गर्न मान्छे यहाँ हुनुहुन्छ यस्तो। अब म चाहिँ भारी बोक्छु, म चाहिँ बोक्दैछु धान। हाम्रो चाहिँ त्यसरी धान झार्छ साथीहरू मेसिनबाट। तपाईँहरूको कसरी झार्छ? आज चाहिँ हामी निन बोकेर भ्याइसक्यौँ। अब लाग्दैछौँ मस्तिर। अब मेसिनले धान झारिरहेछ। अनि अब यसरी यहाँ उक्लिँदैछौँ। भाइ अगाडि अगाडि भारी बोकेर जाँदैछ साथीहरू। अब मम्मी भट्टासान के भन्छ भारी हाल्न लाग्नु भएको छ। हाम्रो चाहिँ पराल नि धान नि झारिरहन लागिसक्यो। अब अलिकति बाँकी छ। बोक्दैछु निन साथी। म चाहिँ अब जाँदैछु लिन। अझै भन्न हेर्नु न घाम के साह्रो हो साथीहरू। आज काम गर्ने दिन, जहिले मैले काम गर्ने दिन चाहिँ घाम यस्तो टन्टना पुर लाग्छ साथीहरू। अब चाहिँ हामी पराल बोक्दैछौँ। त्यहाँ धान झार्दै हुनुहुन्छ मेसिनले। म चाहिँ अब यहाँ पराल बोक्न हामी चाहिँ अब पराल बोक्छौँ। म चाहिँ अब पराल बोकेर निस्किसक्यो। हामी चाहिँ यहाँ रोडमा पराल ल्याएर थुपार्छौँ। अनि गाडी आउँछ अहिले, अनि गाडीमा लान्छौँ साथीहरू। थुपार्न त थालिसकेँ मैले। बाटो यस्तो झाडी छ फेरि गाह्रो छ। घाम हेर्नु के साह्रो हो। आज के घाम नलागे हुन्न त भने यस्तो हुन लागिसक्यो। घाम के साह्रो छ त्यो। घाम लागेपछि लागे घाम पानी परेपछि परै घाम यस्तो चर्को छ। तर के गर्नु, घाम लाग्यो भएर त आज धान झार्दैछौँ। पानी पऱ्यो भने त धान झार्न पाउँदैन थियो। के गर्नु, यस्तै छ। एक गाई चाहिँ कति राम्रो फुल। तपाईँहरूको त्यसलाई के फुल भन्छ मलाई पनि थाहा छैन यसको नाम चाहिँ। तर कति राम्रो हेर्नु न, बोट चाहिँ सानो छ तर फाइनल्ली अब चाहिँ धान पराल बोकेर निस्क्यो। गाडी आइसक्यो, लोड गर्दै हुनुहुन्छ सबैजना। म चाहिँ पानी लिएर आउँदैछु साथीहरू, देख्न सक्नुहुन्छ अब जाने गाडीमा।